फाइनली साथीहरू आज हामी घुम्न जाँदैछौँ। सबैजनालाई जय मसी भनिदिनु त बाबु है। ल सबैजनालाई जय मसी भन्नुभएको छ। र यो चाहिँ हाम्रो मेरो सेवाकाई ठाउँ तपाईँले हेर्न सक्नुहुन्छ। 12 नयाँ बस्ती जितपुर सिमरा पर्छ र त्यहाँ एउटा चर्च देख्नुहुन्छ मैले सेवाकाई गर्ने, र तपाईँले हेर्न सक्नुहुन्छ। र हामी चाहिँ फाइनली हामी उकालो चढिरहेका छौँ र हामी चाहिँ विशेष गरी यो समय चाहिँ तामा खोज्न भनेर गइरहेका छौँ र आँप पनि छ भन्ने हामीले खबर सुनेका छौँ र एउटा जङ्गलमा हामी घुम्न गइरहेका छौँ। यो चाहिँ जङ्गल चाहिँ हाम्रो सुकापाखा है। यहाँ आँपको रुखमा हामी आइपुगेका छौँ। आँपको रुखमा आँप चाहिँ खासै धेरै रहेनछ, थोरै मात्र रहेछ, अलिअलि देखिन्छ। तैपनि मसिनो दाना भएको कारणले गर्दा भिडियोमा देख्न सकिएन। र हामी चाहिँ सुकापाखा यो ठाउँमा चाहिँ धेरै अगाडि चाहिँ जस्तै 61 सालतिर चाहिँ त्यहाँ बस्ती थियो, तर त्यतिखेर बाढी पहिरोको कारणले गर्दाखेरि यहाँबाट सरुवा भएर 20-25 घर चाहिँ तल नयाँ बस्ती अघि मैले देखाएँ हो त्यो ठाउँमा चाहिँ सेवाकाईमा अर्थात् त्यहाँ बस्ती आउनु भएको छ। र हामी त्यो गाउँ त्यहाँबाट चाहिँ हामी यो ठाउँतिर पुरानो बस्तीतिर आएका छौँ। फाइनली साथीहरू तपाईँहरू हेर्न सक्नुहुन्छ, यो रुखमा आँप टिप्दै हुनुहुन्छ हाम्रो बाबु, सानो बाबु। र आँप पनि हामीले खान सुरु गरिसकेका छौँ है। यता दाइ हुनुहुन्छ र अमिलो रहेछ साथीहरू है, एकदमै बाबुले नै मुख बिगारी खाइरहनु भएको छ हाम्रो बाबु रोहन। अनि त्यहाँ केही कुरा भन्दै हुनुहुन्छ उहाँले, तर तपाईँहरूले हेर्न सक्नुहुन्छ सुरुदेखि अन्तसम्म। फाइनल्ली गाइज हामी चाहिँ यो चाहिँ धेरै टाढो छ है। यो बस्तीबाट लगभग हामी 2 घन्टा जति पार गरेर हिँडेर पैदल यात्रा हिँडेर चाहिँ हामी यस ठाउँमा पुगेका छौँ। र फाइनली हामी अब आँप खाइसकेर हामी हिँडिसकेका छौँ। हामी तल जङ्गलमा अर्को बोट आँप छ भनेर गइराखेका छौँ हामी है। त्यहाँ अब आँप कत्रो छ कस्तो छ हामीलाई थाहा छैन, तर त्यहाँ बोट चाहिँ छ भन्ने सुनेका छौँ र हामी हेर्न गइरहेका छौँ। धेरै ओह्रालो उकालो हिँडेर अनि हामी यात्रा गरिरहेका छौँ। फाइनली गाइज एकदमै साथीहरू तिर्खा लागेको थियो र पानी पनि भेट्यो। यो ठाउँलाई चाहिँ हाम्रो रातो पानी भन्छ। त्यहाँ पहिला चाहिँ एउटा धारा थियो रहेछ, तर अहिले चाहिँ मान्छेहरूले ट्याङ्की बनाइसकेको रहेछ त्यहाँनिर। र धेरै टाढो जङ्गलमा हो यो है। हाम्रो घर हामी बस्ने ठाउँबाट लगभग धेरै टाढो 2-2.5 घन्टा जति हामी हिँडेर गइसक्यौँ। र त्यहाँ ट्याङ्कीमा हाम्रो दाजुभाइहरूले पानी खाँदै हुनुहुन्छ। मैले अघि नै खाइसकेँ, साथीहरू हेर्न सक्नुहुन्छ। र त्यहाँ चाहिँ साथीहरू पानी खाँदै हुनुहुन्छ, एकदमै धेरै प्यास लागेर है। अनि बल्ल बल्ल भेटेको पानी हो यो चाहिँ। फाइनली यो चाहिँ हामी लगभग आँप खाइसकेर अनि तामा पनि काटिसकेर हामी चाहिँ घरतिर फर्केको बाटोमा होइन। बोरा चाहिँ ठुलै बोकेका थियौँ, तर पाहुना चाहिँ धेरै पाएन। आँप 2-4 दाना पायो, त्यो पनि हामीले कतिजना खायौँ र तामा अलिअलि पायौँ होइन। फाइनली हामी चाहिँ अब यो चाहिँ घर आउने बाटोमा हामी अब फर्किसक्यौँ है। जाँदै थियौँ, गएर हामी फर्किसकेका छौँ र यसरी चाहिँ हामी फर्किँदैछौँ। बाबुलाई चाहिँ त्यहाँ खेल्न मन लागेछ है। हामी पनि सानोमा खेल्थ्यौँ र यहाँ चाहिँ खन्ने हो भन्छ है। अनि यहाँ हामी चाहिँ म चाहिँ यहाँनिर चढ्दैछु। यो चाहिँ एउटा चौतारी हो, बरको रुख हो र त्यसमा चाहिँ हामी चढ्ने झर्ने होइन आउने प्र्याक्टिस गरिरहेका छौँ कहिलेकाहीँ। यसो हल्का रमाइलो पनि गर्नुपर्छ साथीहरू है। यसरी चाहिँ हामी घुम्न गएका थियौँ, विशेष गरी त आँप खोज्न भनेर अनि विशेष गरी तामा खोज्न भनेर। र फाइनली हामी त्यहाँबाट पनि बसेर ओह्रालो झरिसकेका छौँ है। तपाईँले देख्न सक्नुहुन्छ बाबुले तामा अनि अलिअलि आँप अनि अलिअलि खन्यु बोकेर झर्दै हुनुहुन्छ। हामी त्यो ओह्रालोमा है, यहाँ चाहिँ धेरै ओह्रालो अप्ठ्यारो छ अनि अँठ्याउँदै दाजुभाइहरू झरिरहनु भएको छ। फाइनली
अब हाम्रो भिडियो अन्त हुन्छ। ल फाइनली हामी बगरमा आइसकेका छौँ र धेरै गर्मी भयो र वन धेरै घुमेको कारणले गर्दा यहाँ दाजुभाइहरू सरसफाइहरू गर्दै हुनुहुन्छ। फाइनली भिडियो अब समाप्त हुँदैछ र यहाँ चाहिँ अब हामीले घर ल्याएर तामा बनाएर होइन तरकारी बनाएर भातसँग मजाले आमा छोराले खान लागिरहेका छौँ। फाइनली तरकारी पाकिसकेको छ। अब हामी चाहिँ यहाँनिर भातमा झ्याप्प हालेर होइन यसरी अनि टक्क तामाको तरकारी अनि चामलको भात चाहिँ यसरी खाइन्छ। सबैजनालाई जय